मलाई यस्तो स्वागत भन्ने यार धन्यवाद फेरि मान्छे कोही पनि छैन कि हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै आरामै नै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन नै छु सो अहिले चाहिँ बिहानको कति 12 बजी छ सो हामी चाहिँ टक्क खानासाना खाइएर यसो घाम तापेर बसिरहेको छु हैन अनि घामसम्म तापे घाम बल्ल घाम आयो के बल्ल आनन्दको घाम आइरह सो म चाहिँ अहिले साथीको घरमा छु टक्क हैन बबाल छ नि भ्यू फेरि यता यतिर हो अहिले त पहिला कुहिरो लाग्थ्यो अहिले त लाएर हिँड्छ सो हामीले चाहिँ अब खानासाना खाइयो अनि यसो बसिरहँदा नि झ्याउ लाग्छ त्यही भएर अनि लिगलिगोरतिर घुम्न जाऊँ भनेर साथीले भने टक्कै हामी चाहिँ अब खानासाना खाइसक्यो अब एकछिनपछि घाम तापेर एकछिनपछि निक्लिएर चाहिँ हामी के अरे लिगलिगोरतिर जान्छौँ अनि घुमघाम गरिन्छ आजको दिन त्यति हुन्छ हैन के कपडा धुनुला अनि घुमघाम गरिन्छ आजको दिन चाहिँ अनि अब भोलि पर्सि अब के हुन्छ अब हेर्दै जाम्ला देखे हैन सो अनि आजको दिन अब त्यसरी नै बित्छ अब म चाहिँ अब तपाईहरुलाई त्यहाँको मेन चीजहरु देखाउँछु हैन हेर्नु होला अब चाहिँ हामी टक्क निक्लेर जानु पर्ने हुन्छ सो उले यता कपडा धुन्ला लाहन त आमामामा त के हो यो त्यो कपडा धुनु लाहन अनि टक्क नि कपडा धोएर सिधैपछि हामी चाहिँ निक्लेर जाने हुनुपर्छ ल त हामी चाहिँ निक्लेर जान्छौँ अनि त्यहाँ देखाउँला फाइनल्ली हामी चाहिँ टक्क तयारी अवस्थामा हैन टक्क कस्तो भइसक्यो टक्क निक्लेर अब जानको लागि रेडी हुँदैछौँ रेडी त के भने रेडी सेडी भइसक्यो है अब चाहिँ गइन्छ हामी लिगलिगोरतिर टक्क झन्डा हल्लाउनको लागि ऊ छैन सेन्ट अलिकति छ्यास पारिदिउँ न अब चाहिँ हामी अब टक्क लाग्ने हुनुपर्छ धेरै होइन अब यहाँबाट त त्यही अब कति भन्ने टाइम त मलाई पनि थाहा होइन टक्क चाहिँ अब लागिन्छ लागेपछि अब के गरिन्छ त भन्ने कुरा तपाईँहरूलाई देखाउने छौँ सो हेरिदिनु होला त्यही नै भन्न चाहन्छु म चाहिँ सो हेरिदिनु होला रमाइलो गरिदिनु होला है त ल त फाइनली हामी चाहिँ लिगलिगोट आइपुगेका छौँ टक्क लिगलिगोटबाटको भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले बबाल भ्यू छ है झन्डा चाहिँ यहाँ माथि छ कालामै देखाइराखेको तपाईँहरूलाई चाहिँ म माथि गएर देखाउँछु आऊ सन्दीप आउनु माथि जाने छिटाउ त टक्क हाम्रो चाहिँ यता हिमाल टक्क है नमस्कार गर्नुहुन्थ्यो कि अनि हाम्रो चाहिँ झन्डा नेपालको झन्डा यता माथि छ टक्क हामी चाहिँ जाँदैछौँ मजा खाले जागले हावा हावा बाबा तिमी नै तिमी छौ हामी चाहिँ टक्स लाएर तर अहिले त फरफर आएन त के हो अहिले त फरफर आएन त यतापट्टि आयो अस्ति बस्नु यता यताबाट चाहिँ भ्यू बबाल देखिन्छ क्या यसो हेर्न सक्नुहुन्छ तपाईँहरू टक्क लाएर है रमाइलो छ एकदम
बबाल खालको फाइनली हामीले चाहिँ फोटोसोटो खिचेर टक्क लाएर झन्डाले लास्ट घात गऱ्यो कि अनि टक्क यहाँ बसेर चाहिँ हामी फोटो खिचिरहेको थियौँ अनि कस्तो यो झन्डाले लास्ट घात गऱ्यो कि त यार आमा यहाँबाट मुनि त अलि कस्तो तुङ्गा लाएर अलिक देखिएन कि भ्यू नत्र बबाल झन्डा यस्तो देखेँ डर लाग्यो यार टक्क हामी चाहिँ अब जानुपर्ने हुन्छ हामी अब टक्क उ त्यो ठाउँमा जान्छौँ त्यहाँ गएर अनि घुमेर टक्क अनि लाग्छौँ है त ल जाऊँ घुमाउनु पारे अझै उडेर बुढी भयो सो हामी चाहिँ अब टक्क घुमघाम गरेर घुमघाम यता यसो यता फोटोसोटो खिचेर टक्क जाँदैछौँ अर्को ठाउँमा सो यता दुईवटा ठाउँ रहेछ अब दुईवटा ठाउँमा अनि एउटा ठाउँ घुम्यो अब अर्को ठाउँ घुम्न जाँदैछौँ जो रमाइलो भयो रमाइलो रहेछ ठाउँ एकचोटि यो ढिक डाँडा भन्ने बोर्डमा खिच्नु है तिम्रो मेरो खिच्न पायो हुन्थ्यो क्या है सो अब टक्क यहाँ चाहिँ फोटो खिच्नु पऱ्यो कि यहाँ चाहिँ मेन कुरो यहाँ फोटो खिच्नु पऱ्यो अनि तपाईँ जानु पऱ्यो कि जब फोटो खिच्छ एउटा टक्क यहाँ बसेको यसरी गरेको यहाँ बसेर यसरी खिच्यो उतै गरेर खिच्छ हामी चाहिँ अब त्यहाँ जाने हो हामी चाहिँ त्यहाँ जाने भन्दा कति 3-4 रोज भइसक्यो कि त्यहाँ जाने भन्दा 3-4 रोज भाग्यो यार अब टक्क अनि भिडियो सुट गऱ्यो अनि हामी चाहिँ त्यहाँ जाने हो भन्दाखेरि अनि ठ्याक्क 3-4 चोटि भइसक्यो कि त्यहाँ चाहिँ खासमा के हो त्यहाँ गडी मतलब मेन चिज चाहिँ के हो अनि पुरा जो आउँछ त्यहाँ गेटमा चाहिँ खिचेर जान्छ कि जे होस् अनि त्यही हो नि त अब चाहिँ म तपाईँहरूलाई टक्क लाएर कसरी मिलाउँछु भन्दा हाम्रो शिव भगवान टक्क आश्रम गर्नु भइरहेको छ टक्क लाएर ल दर्शन गरिदिनु सबैले मैले पनि टाढेबाट दर्शन गरिदिएँ होइन ल आशीर्वाद दिनुहोस्
यो चाहिँ शिव भगवानको कस्तो ठ्याक्कै हो क्या फोटो खिचिदिउँ न एउटा यहाँ एउटा फोटो खिच्नु पऱ्यो कि एउटा भगवान् थाहा पछि त्यसो भगवान् चाहिँ यसो फोटोसोटो खिचिदिउँ न हामी नि यसो हल्का के गरिन्छ कि भन्ने खासमा त्यहाँ चाहिँ के बनाउनुला हो त्यो सेतो सेतो खम्बा पिङ्की ए फलाम नि खेल्ने हो के हो ऐतिहासिक लिग कोट प्रवेशद्वार स्वागतम वाह मलाई यस्तो स्वागत हान्ने यार धन्यवाद फेरि मान्छे कोही पनि छैन कि यस्तो ठिस अब यहाँबाट खिच्दिने हो म हिँड्नु पर्छ कि खिच्नुपर्छ ल सो हामी चाहिँ टक्क घर जाँदैछौँ बवाल मजा आयो त्यहाँ अच्छा हामी चाहिँ टक्क घुमघाम गरेर टक्क जाँदैछौँ घरतिर अब बाटो चाहिँ लास्ट लामो रहेछ यार मजा आयो जस घुम्नलाई त घरि आउनुहोस् लिगलीकोट रमाइलो छ घुम्नलाई टक्क अब हामी चाहिँ जान्छौँ अनि टक्क घर घर हल्का फ्रेस भएर बल खेल्न जान्छौँ सो तपाईँहरूलाई अब कस्तो लाग्यो गर्नु होला म युट्युबमा हाल्छु राम्रोसित हेरिदिनु होला है त दुइटै फिल्म भयो डाउनलोड सो फाइनल्ली हामी चाहिँ टक्क अब घर आइसकेका छौँ घर आएर अनि टक्क नुहाइधुवाइ गरेर अनि सो अब टक्क खाने बेला भयो सो खाना खानुभन्दा अगाडि चाहिँ म भ्लगलाई यहीँ इन्ड गर्न चाहन्छु सो थ्याङ्क यू फर द वाचिङ माई भ्लग अनि सबैले साथ सपोर्ट गरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला भन्दै आजको भ्लग यहीँ इन्ड गर्न चाहन्छु हस्त जय नेपाल।